Hello guys. Hello everyone. Hello guys. Hello everyone. Jati बेला नि हेलो. Shine bright like a diamond. आन्सर गर्लहरु गर्मी भयो धेरै हाम्रो मनिषको मदन फर्स्ट ब्लग पनि आलु जस्तो After program is. हेलो गाइज वेलकम टु माई भिडियो यो चाहिँ मेरो फर्स्ट ब्लग हो मलाई भ्लग गर्न त त्यस्तो आउँदैन त्यो पनि भ्लग गराउने कोसिस गरेको छु आज चाहिँ हाम्रो राष्ट्रिय नृत्य दिवस नेसनल डान्स डेको अवसरमा म हाम्रो एभ्रिस इङ्ग्लिस बोर्डिङ स्कुललाई चाहिँ नि हाम्रो नृत्य प्रस्तुतिको लागि इन्भाइट छ त्यो हुनाले हामी चाहिँ नि जाँदैछौँ त्यहाँ डान्स गर्नको लागि पर्फर्म गर्नको लागि अनि त्यहाँ चाहिँ नेपालभरिको सबै डान्सहरू काठमाडौँबाट पोखराबाट उता पूर्वतिरबाट पनि डान्सहरू आउँदै छन् म चाहिँ सबै डान्सको क्लिपहरू राख्नेछु र त्यहाँको अरू मान्छेहरूसित पनि भेटघाट गरेर हजुरहरूलाई सबलाई देखाउनेछु स्टे इन ट्युन यहाँ हुनुहुन्छ हाम्रो आजको कलाकार आज रेडी हुँदै हुन्छ र म चाहिँ अब जाँदैछु मेरो डान्स क्लासभित्र यो चाहिँ मेरो डान्स क्लास हो डान्स क्लासभित्र चाहिने बहिनीहरू हाम्रो तयार हुँदैछन् त्यो चाहिँ क्लिप देखाउनेछु अरू बहिनीहरू चाहिँ यता ड्रेस चेन्जको लागि छन् कोही चाहिँ यही छन् चाहिँ त्यो देखाउनेछु है त ल वेलकम टु माई क्लास यो चाहिँ मेरो डान्स क्लास हो यो हामीले अहिलेसम्मको जितेको सम्पत्ति अनि यहाँ चाहिँ यहाँ तयारी हुँदैछ यहाँ ट्याटु हुँदैछ है Hello everyone. My name is Manish Nepali, all the way from Bhutan. सबैकी प्यारी रसिली हसिली ईशा नानी ल अब भने मेकअप सेसन सुरु हुन्छ अब ल मेकअप गर्नको लागि को पहिला आउने मेकअप आर्टिस्ट चाहिँ नि मेकअप आर्टिस्ट चाहिँ नि ल अब यहाँ अब मैले यिनीहरूलाई चुडेल गराइदिन्छु मेकअप गर्ने मेकअपको सामानहरू पनि यही छ ल सुरुमा तपाईँ नै हो काश्मीर ल मलाई नदेखाएको धम्किनी अब हेर्नु गाइस तपाईँहरूलाई मैले मेकअप देखाउँछु के अरे म्याजिक देखाउँछु हेर्नु है यसको फेसमा छैन होइन यहाँ केही पनि छाडा यस्तो गर्नु कस्तो छ गाइस मेकअप ओ ल सरले डेडिकेसनका साथ हामी सुडेल बनाउने उसमा एन्टी लाइट परेन Hello. क्या देख्दा No doing audition. I'm doing art. The art. अनुष्का मेकअप होइन फेरि यिनीहरूको that one mother in the group hello sir हेलो क्या देख्छ कस्तो मजा आउँछ त्यसमा अनि बेला मेकअप गरेकै पहिला ओके सरले रेडी गरिदिँदै हुनुहुन्छ हेलो सर कचोटि हो र जतिचोटि क्यामेरा देख्छ त्यतिचोटि हेर्नु क्या फाइनली गाइज हामी रेडी भइसकेको छौँ अब यहाँ चाहिँ नि हेर्न सक्नुहुन्छ डान्सर गर्लहरू कलाकार बहिनीहरू अब चाहिँ हामी प्रोग्राम स्पोर्टमा जानको लागि रेडी छौँ तर त्योभन्दा अगाडि चाहिँ म आफू रेडी हुन्छु अनि मात्रै हामी जान्छौँ ल सो गाइज ल म पनि रेडी भइसकेँ अब चाहिँ हामी प्रोग्राममा जानको लागि रेडी भइसकेको छौँ र अब प्रोग्राम हलमा गएर चाहिँ देखाउँदैछु है त हामी यहाँ प्रोग्राम हलमा आइपुगेको छौँ यहाँ चाहिँ हुन्छ हाम्रो कलाकारहरू र यो चाहिँ हाम्रो प्रोग्राम स्पोर्ट रहेको छ
हाई नमस्ते सबैजनालाई वेलकम भन्नु वेलकम ब्याक टु माई युट्युब च्यानल लाउ जाऊ 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 सो हेलो गाइस अहिले भने प्रोग्राम स्पोर्टमा गर्मी भएर यहाँ हालत पङ्चर भइसक्यो यहाँहरूले यति बेला पाल्पा जिल्लाको ठाडो भाकामा गाइने गीत वास्तवमा यो घाटो नाच एक हप्तासम्म दिन रात नभनेर नाचिने नाच हो गुरुङ समुदायमा यसै गरी नाच्दै गर्दा यस्तो खालको एउटा संस्कृति समेटिएको गुरुङ नाच र अहिले भने हामी यहाँ अर्को ग्रुप श्रेष्ठज्यू, मेरै ग्रुप हो मिनी गुरुङज्यू र युवराज गुरुङज्यूलाई म आशीर्वाद हेलो भन। दिन चाहन्छु आदरणीय बुद्धि प्रसाद गुरुङज्यू र यो मायाको छिनो यो प्रमाणपत्र वितरण गरिदिनु हुन रेडी हो नाच्न जानलाई ल अब एकछिनपछि अब हाम्रो प्रस्तुति हुन्छ अब प्रस्तुति देखाउने अब एकछिनपछि हाम्रो प्रस्तुति हुन्छ हाम्रो प्रस्तुति देखाउने नै छ हाम्रो प्रस्तुति हेर्न नबिर्सिनु होला ल गर्मी भयो धेरै कतिको गर्मी छ ला ल न्यान्सीको दुई चार शब्द ल हाम्रो डान्स हेर्न नबिर्सिनुहोस् ल गर्मी भयो बोलकै नै लेफ्ट भयो ल ल ल ल अब डान्स गर्नको लागि भित्रतिर बोलाइसकेका छन् हाम्रो साहिर एकदमै सरले बवाल छ गुरु हेरौँ डान्सबाट शुभकामना छ सम्पूर्णलाई हाम्रो मनिषको एकदम मदन मदन सरी मदनको चाहिँ एकदमै जम्बो ग्रुप आएको छ आज एभरेजबाट आगो लगाउँदैछ बवाल हुँदैछ है गाइस आज ल ल ल धेरै धन्यवाद भित्रको माहौल पनि यसो देखाइहालौँ न यहाँ ब्याक स्टेज यहाँ चाहिँ अहिले हामी ब्याक स्टेजमा छौँ फ्रन्ट स्टेज यस्तो छ हामी चाहिँ अहिले ब्याक स्टेजमा छौँ यहाँ अब चाहिँ अगाडिबाट गराउँछु है त भिडियो एउटा मिठो नृत्य कौडा नृत्य फर्स्ट टाइम हो नि त भ्लग गराउनु सुरु गरेको अनि भ्लग गराउँदै आउँछु भनेको त पनि स्कुलमा
ल नाचिसकेर यहाँ नास्ता पनि खाएर लाइक शेयर कमेन्ट बाई मेरो इन्स्टाग्राममा फलो गर बाई होइन रोक कहिले यही हो आजको नास्ता यत्रो 7-8 घन्टा कुरेपछि यही हो नास्ता त्यति बेला नि हेलो जति बेला फोन तिर्छ त्यति बेला हेलो नसान्नु सबै दर्शक गर्मी धेरै छ ऊ त्यसमा अर्को ग्रुपहरू हाइड्रेट हुने पानी खाने तिमीहरू मेरो जेठो ग्रुप तिमीहरू मेरो कान्छो ग्रुप बेलामा हराएर भेटाएको ग्रुप हो क्या कहाँ भेट्छ मेरो रे अघि सुरु गरेको भर्खर हो भर्खर छोडिसकेको झ्याप लागिसक्यो कति गाह्रो हेलो यो यहाँ हेर न यो अन्त एस्थेटिक पारा भनेको ड्राई पिकनिक हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट ब्लग हेलो हेलो से हेलो शासन भएको भए गर्थ्यो नि यस्तो यस्तो गरेर यसले भने प्रोग्राम भ्याएर प्रोग्राम ल अहिले भने हामी प्रोग्राम सकेर अब एकछिन बोल्न दे र अब भने हामी प्रोग्राम सकेर फेरि स्कुलतिर जान लाग्छ प्रोग्राम यस्तै भयो कस्तो भयो थाहा भएन फर्स्ट भ्लग थियो अब भ्लग पनि आलु जस्तो झिजो लागिसक्यो फर्स्टचोटि भ्लग सुरु गरेको फर्स्टमै झिजो लागिसक्यो यो भ्लग आए पनि नआए पनि ल यति नै हो है हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दुई शब्द भन् मेरो फर्स्ट भ्लगमा दुई शब्द बाई बाई दुई शब्द बाई आफ्टर प्रोग्राम यिनलाई हेरौँ मेन त आफ्टर प्रोग्राम गाइस यस्तो छ भारत सर पनि यस्तो हुन्छ हार खानु भयो नेपाल बनाएर आज हेर्नु हार खाएर बस्नुपर्छ तपाईँले आफ्टर प्रोग्राम हो यसको पनि कन्टिन्यू छ ल फेरि भन त अनि यो स्मल क्ल्यापले गाई चाहिँ बाई 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 सर्टिफिकेट देखाऊ सबैले ल सर्टिफिकेट पायो है सबैले ल बाई बाई